हेलो एभ्रिवान, आजको यो भिडियोमा मैले नेप्सेको डेली अपडेट लिएर आएको छु र यो भिडियोमा चाहिँ म तपाईहरुलाई सर्ट टाइम फ्रेमको लागि चाहिँ हामीहरुले कुन लेभललाई हेर्न सक्छौं र आउने समयमा चाहिँ हामीहरुले कतिको लेभललाई चाहिँ टार्गेट राख्न सक्छौं भन्ने बारेमा कुराहरु छु। र आजको दिनमा नेप्से चाहिँ लगभग 0.17% ले डाउन आएको हामीले देख्न सक्छौं र भोल्युम हेर्ने हो भने चाहिँ भोल्युम चाहिँ हिजोको कम्पेयरमा हल्का घटेको छ। आज लगभग 4.42 बिलियनको भोल्युम आएको हामीले देख्न सक्छौं र यसलाई हामीले एलियट वेभ थ्योरी अनुसार हेर्ने हो भने चाहिँ मैले यसलाई हेर्दै आएको जुन एउटा प्राइमरी सिनेरियो छ, प्राइमरी सिनेरियो अनुसार चाहिँ यसले यहाँनेर हायर डिग्रीको फर्स्ट वेभ कम्प्लिट गरेर त्यसपछि WXY गरेर यो लेभलतिर चाहिँ हायर डिग्रीको सेकेन्ड वेभ चाहिँ कम्प्लिट गरेको हुन सक्छ र अबको यसको नेक्स्ट मुभ भनेको चाहिँ हो हायर डिग्रीको थर्ड वेभको लागि चाहिँ हुन सक्छ। र यो भिडियोमा म तपाईहरुलाई यसको लङ टाइम फ्रेमको जुन टार्गेट हुन्छ त्यो भन्दा पनि हामीहरुले यसको 15 मिनेटको चार्ट हेर्छौं र त्यसमा चाहिँ माइक्रो डिग्री काउन्ट गरेर चाहिँ आउने समयको लागि सर्ट टाइम फ्रेमको लागि चाहिँ यसले चाहिँ कतिको टार्गेट हिट गर्न सक्छ भन्ने बारेमा कुरा गर्छौं। र यो चाहिँ लगातार यो लेभलबाट यसरी डाउन आएपछि लगभग यसले यो 2550 को लेभलको नजिकतिर चाहिँ आएर सपोर्ट लिएको थियो र यो लेभलबाट बढ्दाखेरिको यसको माइक्रो डिग्री काउन्ट गर्ने हो भने यो लेभलबाट बढ्दाखेरि यसले स्मलर डिग्रीको फर्स्ट वेभ र स्मलर डिग्रीको सेकेन्ड वेभ कम्प्लिट गर्यो। त्यसपछि इम्पल्सिभली बढेर लगभग 2750 को लेभलतिर यसले स्मलर डिग्रीको थर्ड वेभ कम्प्लिट गर्यो र थर्ड वेभ कम्प्लिट गरिसकेपछि त्यसपछि अहिले यसमा यो आइरहेको करेक्सन भनेको चाहिँ यो स्मलर डिग्रीको फोर्थ वेभको करेक्सन हुन सक्छ र जेनरली फोर्थ वेभमा करेक्सन आउँदाखेरि कुनै बेला ABCDE गरेर यसरी साइडवेज टाइपले एलियट वेभको ट्रायंगल फर्मेसन हुन्छ भने कुनै बेला चाहिँ ABC गरेर यसरी जिगज्याग टाइपले चाहिँ करेक्सन आउने गर्छ र करेक्सन इन भएर त्यसपछि बढ्ने गर्छ। र यहाँनेर हामीले अहिलेको सिनेरियो हेर्ने हो भने यो लेभलमा यसले स्मलर डिग्रीको थर्ड वेभ कम्प्लिट गरेपछि त्यसपछि यो A वेभको लागि डाउन आयो र यो ABC गरेर B वेभको लागि गयो र फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर यो C वेभको लागि चाहिँ यो डाउन आएको जस्तो हामीले देख्न सक्छौं। र जेनरली फोर्थ वेभको लागि डाउन आउँदाखेरि फोर्थ वेभको टार्गेट भनेको चाहिँ 0.236 देखि 0.5 को लेभलसम्म हुने गर्छ र यसमा पनि हामीहरुले मोस्ट कमन टार्गेट हेर्ने हो भने चाहिँ धेरै जस्तो टाइम चाहिँ यो 0.382 को लेभलमा आएर चाहिँ जेनरली फोर्थ वेभ चाहिँ इन हुने गर्छ र त्यसपछि चाहिँ बढेर माथि जाने गर्छ। र अहिलेको सिनेरियोमा चाहिँ यसले अलरेडी जुन यो 0.382 को लेभल छ लगभग 2688 को लेभल यो लेभललाई हिट गरिसकेको हामीले देख्न सक्छौं र यो लेभलबाट यो यसरी डाउन आउँदै गर्दाखेरि यसले यो लेभलमा चाहिँ हल्का बिस्तारै होल्ड गर्न खोजेको जस्तो यहाँ देखिएको छ र मेरो विचारमा आउने समयमा यसले जुन यसको यो तल्लो दुईटा सपोर्ट छ 2688 देखि 2668 को लेभल यो लेभललाई चाहिँ ब्रेक नगरिकन यही लेभलबाट यो बढ्छ भने चाहिँ हामीहरुले फेरि यसमा चाहिँ एउटा फिफ्थ वेभको मुभ चाहिँ देख्न सक्छौं। यदि यसले यो लेभललाई होल्ड गरेर यो लेभलबाट बढ्छ भने चाहिँ हामीहरुले यसमा क्लियरली एउटा राम्रो खालको यसरी 5 वेभको चाहिँ सेटअप चाहिँ देख्न सक्छौं। र अहिले चाहिँ हामीहरुले यो लगभग 2688 को जुन लेभल छ यो लेभललाई यसले होल्ड गरेर यही लेभलबाट बढ्छ भनेर हेर्ने हो भने चाहिँ यही लेभलबाट यो आउने समयमा बढ्यो भने त्यसपछि हामीले यसको नेक्स्ट टार्गेट भनेको लगभग 2800 को लेभललाई चाहिँ राख्न सक्छौं। यो लेभलबाट बढ्छ भने चाहिँ यसले यहाँनेर 2800 को लेभलसम्म चाहिँ पुर्याउन सक्छ र यहाँनेरको स्ट्रक्चर हेर्ने हो भने पनि यो लेभलतिर आएर चाहिँ करेक्सन चाहिँ कम्प्लिट हुन लागेको जस्तो देखिएको छ र यो डाउनफल आउँदाखेरिको स्ट्रक्चर पनि करेक्टिभ वेभमा छ। यहाँनेर हामीले क्लियरली 3 वेभको स्ट्रक्चर देखिरहेका छौं। त्यही भएर हायर प्रोबेबिलिटी भनेको चाहिँ यो लेभललाई यसले होल्ड गरेर यो लेभलबाट बढेर लगभग 2800 को लेभलसम्म पुग्ने चाहिँ मैले देखेको छु र यो लेभलमा पुगिसकेपछि चाहिँ यो जुन फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर डेभलप भएको जुन वेभ हुन्छ यसलाई हामीले एउटा पछि फर्स्ट वेभ भनेर लेबल गर्न सक्छौं र यो फर्स्ट वेभ कम्प्लिट भएपछि मात्र अलिकति ठूलो खालको जुन सेकेन्ड वेभको करेक्सन हुन्छ त्यो सेकेन्ड वेभको करेक्सन चाहिँ आउन सक्छ। र सर्ट टाइम फ्रेमको लागि कुरा गर्ने हो भने चाहिँ अहिले चाहिँ एउटा सपोर्टको रेन्जमा छ। यो रेन्जलाई चाहिँ यसले होल्ड गर्न सक्ने प्रोबेबिलिटी चाहिँ अहिले अलिकति हाई नै छ र यो वाला सपोर्टलाई यसले होल्ड गरेर बढ्छ भने चाहिँ हामीहरुले यो 2800 को लेभलसम्मको एउटा राम्रो खालको मुभ देख्न सक्छौं। र तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो डिस्कर्ड च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखिदिएको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।